अब साथीहरू हामी विशेष गरेर यो के अरे रिङ रोड छोडेर होइन अब गाउँतिरको बाटो हेर्दा हेर्नुहोस् यस्तो आनन्द हरियाली एकान्त शान्त होइन यस्तो पाठ हो त्यो यस्तो पाठ हो त फेरि यस्तो पाठ हाल्नु पाउँदैन नि यस्तो हो त्यो अनि माछा मार्नु ल्याएको हुट बाटो चाहिँ अति राम्रो छ त्यो उतार गयो हुँदैछ उतारले अलिक टाढो टाढो बाटो रहेछ यो दिल्ली बस्छ यो पनि एमआई फ्ल्याट हो यहाँ तलाउ छ र ड्याम रहेछ त ल यहीँ बनाऊ टिकटक अब यहीँ हो आम्मा समुद्र रहेछ त्यहाँ ड्याम हो ड्याम रहेछ त रोक्दिम रोक्दिम मलाई लोक त लु कहाँ यति हेर रोक्दिम त छैन अब नरोक्दा गाडी देख्छ ए यो बबुवा त चोरी गर्दै भन्छ हुँदैन त मलाई या रिसो भिडियो राख्दा ओ भिडियो राख हिँड्दै त पुरा खतरनी अन्त चिल्ड्रेनको लागि हिँड्दै कुचो खायो म पनि पहिलोचोटि हो पहिलोचोटि आयो क्या म पनि यहाँ एउटा तिमीलाई जाउँ भनेर प्लानिङ गरे हो बनेको हो बनेको हैन यो टिम बनाउने लेफ्ट टर्न जुत्ता ल्याउने हैन पुगिगे हैन बाबु इतने 2 मिनेट भी नहीं इतने फिनिश आई गेट पुगिगे मंडी हनुमान पुगिगे हमें खुट्टा हटाऊ न रिते खुट्टा अनि चप्पल हेमा रहनु माथि राख्न ठाउँ होला नि त चप्पल हेरे दे राडे चप्पल यहाँ चाहिँ विशेष गरेर नुहाइ गरेर लुगासुगा धुने है सुकाउने हुँदो रहेछ यहाँभित्र चाहिँ यहाँबाट अब यो मन्दिर जान चाहिँ सुरु हो यहाँभित्र पनि अब बच्चाहरूको लागि सानो पार्किङ चाहिँ बनाएको छ हेर्नुहोस् त गाडी साडीहरू खेलाउनाहरू राखेर चाहिँ अलिकति टिपिकल पाराको चट्टै खालको भित्रै स्विमिङ पुल भएको होइन आनन्द रहेछ अब हामी यहाँबाट उकालोमा चढ्यौँ हेर्नुहोस् त अब यो मन्दिरभित्र जाँदाखेरि विशेष गरेर भित्रै तलाउ छ होइन भित्रै नालीभित्र पानी भएर त्यो पानी खेल्दै मन्दिर भएको ठाउँ चाहिँ पुग्छ भन्ने कुरा चाहिँ सुनिएको छ हामी अब सुरुवात गऱ्यौँ यहाँबाट हेर्नुहोस् जाँदैछौँ कस्तो छ उकालो यस्तो छ लागिरहेको छ कति सिडी चाहिँ पार गर्नुपर्छ यो चाहिँ थाहा छैन होइन विशेष गरी यहाँबाट जाँदाखेरि हामी सुरुवात गर्दैछौँ हेर्नुहोस् त यहाँ यस्तो यस्तो मान्छेहरू पनि बसिरहँदो रहेछ के गर्ने अब पीडा छ एक खालको पीडा भइरहन्छ होइन हेर्नुहोस् त ओ लास्ट रमाइलो यहाँ अति व्यापारीहरू फुलहरू बेच्ने अनि अन्य खानेकुराहरू बेच्ने होइन अब टाढाबाट आएका हुन्छ नि त दर्शकहरू त्यसैले सेवा सुविधाहरू पनि यहीँभित्र मिल्दो रहेछ हेर्नुहोस् त अब हामी के गर्ने लुगासुगा चेन्ज गरेर जानुपर्छ यहाँ खास गरी चेन्ज गर्नको लागि विशेष गरेर ठाउँ हुँदो रहेछ यो ठाउँमा अब लेडिजहरू चाहिँ त्यहाँ चेन्ज गर्ने जेन्ट्सहरू यता चेन्ज गर्ने भन्ने राख्नु भएको छ यहाँको दर्शालुहरूले अब हामी जाँदैछौँ हेर्नुहोस् त ओ हिनानी बाबुहरू खुसी लाग्छ अरे साह्रै ह्याप्पी छन् रे यिनीहरू ल साह्रै राम्रो ठाउँ रहेछ हेर्नुहोस् त यहाँ चिसो पनि त्यस्तै उपयुक्त चिसो छ एकदम आनन्द खालको होइन स्वच्छ वातावरण भएको अनि माथि लेक पनि भएको हेर्नुहोस् त माथि चाहिँ नेपालको जस्तो डाँडाकाँडाहरू छ तलतिर हेर्ने हो भने बेसी पनि छ यहाँ तल फेरि बेसी ऊ भाइ त्यताबाट आउँदैछ ल हामी चाहिँ अब सबै तयारी मै छौँ सबैजना सँगै हिँडिरहेका छौँ सबै हाम्रो यो जम्फू टोल नै हो होइन हाम्रो जम्फू टोली चाहिँ अब मुभ हुँदैछ अगाडि बढ्दैछ यस्तो रमाइलो छ वाउ अमेजिङ ठाउँ रहेछ यार सो यहाँ
पानी पनि रहेछ त उतातिर। ओ यहाँ हेर्नुहोस् त, यो स्विमिङ पुल जस्तो बनाएर ट्याक्क पारेर नुहाइधुवाइ गर्ने। त्यहाँबाट पूजा गरिसकेपछि पछि यहाँ नुहाउँछन् जस्तो लाग्छ, किनकि नालीमा पस्नुपर्छ नि त। त्यहाँ जाँदाखेरि अलिकति अब त्यहाँको ठाउँ त्यस्तो छ होइन भित्रभित्र। ल हेर्नुहोस् त यी दर्शालुहरू, यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ यस्तो राम्रो अब दर्शालुहरू बस्ने ठाउँ। अनि नानी बाबुहरू के गर्दै हो? ओहो ल हेर्नुहोस् त, बबल खेलाउँदै भइरहेछन्। यिनीहरू बसे, थका लाग्यो। अब यहाँबाट चाहिँ अब 2 बजे चाहिँ खुल्छ अरे यो। हामी करिब 1:30 बजे चाहिँ पुगिसकेका छौँ। यहीँबाट दर्शन गर्न चाहिँ यहीँबाट जानुपर्छ होला जस्तो लाग्छ मलाई। हेर्नुहोस् त यहाँ भित्र पुरै जानुपर्छ, यहाँ भित्रैभित्र जानुपर्छ भन्ने कुरा चाहिँ छ होइन। अब यहाँ चाहिँ लुगा चाहिँ चेन्ज गर्नुपर्छ, पहिला लुगा चाहिँ चेन्ज गर्ने, त्यसपछि चाहिँ दर्शन गर्न जानुपर्छ। ल हेर्नुहोस् त, हेलो के छ, ठिक छ केटो? ओ ल ओके साथीहरू, हामी यहाँ पुगिसकेका छौँ। हेर्नुहोस् त, अब एकैछिनपछि हामी तयारी हुँदैछौँ। यहाँ तयारी हुनको लागि पुरै लुगाहरू खोलेर हाफ कटु लाएर होइन, जाङ्गे चाहिँ लाएर मजाले पस्नुपर्छ त्यहाँभित्र। एकदम राम्रो ठाउँ। कस्तो लागिरहेको छ भाइ? ठिक छ, रमाइलो छ नि, मजा आइरहेको छ नि? जबरजस्त छ। ल हेर्नुहोस् त केटो, यस्तो छ। हो त नि, यहाँ स्विमिङ पनि गर्न मिल्यो, पानी खेल्न मिल्यो होइन। हामी एकैचोटि सबै देखाउनेछौँ साथीहरू है, भिडियोसँगै रहनु। यहाँ फोटो खिच्नको लागि पनि पुरै भिडभाड भइरहेको छ, हेर्नुहोस् त। ल हामी विशेष गरेर हेर्नुहोस् त लुगाहरू फेर्यौँ। अब यहाँ तल साथीहरू फेर्दैछन्। यो यसरी फेर्नु पर्दो रहेछ यहाँ, लुगा कपडा सपडा खोलेर अनि टक्क पाएर जानु पर्दो रहेछ यहाँ। म अलिकति माथि, म टुप्पामा आएर फेर्दैछु, उनीहरू तल खेलमा गएर फेर्दैछन्। हेर्नुहोस् यो अब तलै जान्छु म नि। यस्तो छ साथीहरू है, यहाँ हेर्नुहोस् त, यहाँ सबैजना यसरी तयारी हुँदो रहेछन्। यहाँ अरू पनि तयारी भयो होइन, हामी पनि तयारी भयौँ। अब विशेष गरेर एकचोटि मजाले लुगाहरू चेन्ज गरेर त्यसपछि हामी निस्कने हो। हेर्नुहोस् त सबैजना फेर्दैछन् यहाँ लुगा। यो तल भाग लुगा फेरिरहेको अवस्था, पाइटलाई कटु बनाएर आउँदा कति मजा आउँदो रहेछ होइन। लुगा फेरिरहेको अवस्था, पाइटलाई कटु बनाएको अवस्था, ज्यान पनि यस्तो गरेर कस्तो त्यसो रहेछ त। ओहो अलिकति पढ्नु पर्ने देखाउँदा चालु भयो, टाउको देख्दैन। अहिले चाहिँ बल्ल जिम गरिरहेको थियो। ओके अब हामी चाहिँ लुगा चेन्ज गरिसकेपछि अब हामी चाहिँ यहाँबाट निस्कन्छौँ। यहाँ कस्तो छ भित्र अब सोरुम हेरौँ होइन। सबैभन्दा ठुलो कुरा भनेको त सोरुमभित्र के छ। हामी सोरुम हेर्दैछौँ, मजाले जाने हो एकैछिनपछि। यहाँ साथीहरू हेर्नुहोस् त, केटो सोरुम छिर्ने होइन, छिर्ने हो। ल सोरुम छिर्नको लागि रेडी छ केटो चाहिँ। अब सोरुम छिर्न हामी चाहिँ रेडी साथीहरू। ल गाइजहरू पार्टी चाहिँ मोभ। ल आइज लुगा हालेर आउँदैछ। यहाँ टिकट काटिसकेपछि यसरी लत्ता कपडाहरू खोलेर यसरी चाहिँ लाइन लाग्नुपर्छ साथीहरू। हेर्नुहोस् यहाँ लाइन लाग्नको लागि सबै दर्शकहरूको जमघाट चाहिँ भइसकेको छ, भिडभाड छ अहिले चाहिँ एकदम। अहिले चाहिँ खुल्यो। ब्याग चाहिँ हाम्रो यो हो। यहाँ चाहिँ ब्याग राख्नको लागि 20 रुपियाँ तिर्नुपर्छ होइन। यो चाहिँ ब्याग झोलाहरू कपडाहरू राख्नुको ठाउँ हो। यसरी चाहिँ राख्नुपर्छ। हेर्नुहोस् त ट्याक्कै हामीले आफ्नो झोला चाहिँ राखिसकेका छौँ। अब चाहिँ यहाँ यसरी लाइन लाग्नुपर्छ। हेर्नुहोस् त ओ सबै त्यहाँभित्र जानको लागि लाइन लागिसकेका छन् एकदम। अब यो कति टाइम लाग्छ, हामी यहाँबाट सुरुवात हुन्छ होइन, भिडियो चाहिँ सुरुवातमै छ। यहाँभित्र जान चाहिँ कति टाइम लाग्छ यो हामीलाई थाहा छैन। कर्बस भिडियोसँगै रहनु होला, तपाईँ कस्तो छ के छ भन्ने कुराहरू सबै यहीँभित्र बुझिन्छ है साथीहरू। जाने हो डुब्छ। अरे हिँड्नु पछाडि त डुब्ने कसो मान्ने त नि सानो सानो बच्चाहरू डुब्नु। हामी चाहिँ जाँदैछौँ अब काम गर्दै। हेर्नुहोस् त मोबाइल यहाँभित्र डुब्यो भने केही मतलब छैन। यहाँ कुराकानी चाहिँ पानीमा
डुब्छ नि यहाँ यसरी यहाँ यसरी डुब्छ साथीहरू यस्तै डुब्नुपर्छ यहाँ कस्तो छ के छ भन्ने कुरा तपाईँले हेर्नु पर्तिक आयो आइजो हेर्नुहोस् हजुर अगाडि जाऊ अगाडिबाट हामी स्वागत गर्छौँ त्यसरी गुड भाउजू साइड भाउजू साइड यो जय श्री राम जय श्री राम आउने काम चाहिँ जय श्री राम जय श्री राम जय श्री राम यसरी आउँछ हेर्नुहोस् ल आउनुहोस् यहाँ सबैजना यसरी आउनु रहेछ जय श्री राम रञ्जन छपुरै तल चाहिँ बालुवा एकदम कम्फर्ट लागेन कि चिसो पनि अत्ता आउँदो रहेछ ल हरे राम सिंह प्रभु यहाँ दोस्तो ओहो यहाँ डुब्छन् छोटा मान्छे चाहिँ खुत्रो डुब्दो रहेछन् होइन मैले जस्तो 5 फुट यहाँ डुब्छन् है डुब्छन् ल यस्तो छ यहाँ चाहिँ मजा आउँदो रहेछ आनन्द छ म त डुबम कि क्या एकचोटि यहाँ चाहिँ लाइन छुट्यो यहाँ डबल लाइन रहेछ यता र उताको लाइन रहेछ यस्तो रहेछ अब चाहिँ हामी मन्दिरको नजिक थालेका छौँ यस्तो रहेछ यहाँ भिडभाड
फाइनली गाइज हामी भित्रबाट बाहिर चाहिँ आइपुगेका छौँ। हेर्नुहोस् त अलिक चिसो पनि साह्रै हुँदो रहेछ। हेर्नुहोस् लास्टमा चिसो भयो त्यहाँबाट भित्रबाट आउँदाखेरि। अब हामी यहाँ बाहिर एउटा स्विमिङ पुल खेलेर त्यसमा चाहिँ हामी निस्किन्छौँ यहाँबाट। हेर्नुहोस् त भाइ लाइक और सब्सक्राइब गरिदिनु अनिवार्य भाइको फ्लेभर ड्रिङ्क अहिलेसम्म भ्युज पनि लगाइदिनु। ओके हामी फाइनल्ली पूजा गरेर बाहिर आइसकेका छौँ। चिसो पनि हुँदो रहेछ होइन। एकदम रमाइलो। हेर्नुहोस् त कस्तो लागिरहेको छ दाजु ठिक छ? रमाइलो अघि नै कस्तो कस्तो भनेको बाबु अहिले यति रमाइलो सबैजना आउनु होला यहाँ हैदराबाद आउनु भयो भने कर्नाटक आउन चाहिँ होला। साथीहरू नुहाइधुवाइ कार्यक्रम सम्पन्न भइसकेपछि अब जानु पर्यो है। पूजाआजा गरियो जे होस् यहाँ राम्रो रहेछ। दाजु अलिकति प्रतिक्रिया दिनु पर्यो। एकदम राम्रो। हैदराबाद भन्दा धेरै रमाइलो। हैदराबाद हुनेहरू यहीँ आउनु होला भन्न चाहन्छु। एकदम राम्रो छ। हामी चाहिँ सन्तुष्टि भयौँ। जे होस् अनौठो लाग्यो कि नसोचेको प्रविधिहरू जहाँ हामीले भिडियोमा देखेका थियौँ त्यही क्याप्चर यहाँ प्रत्यक्ष आफ्नो आँखाले देख्न पाइयो। यही नै ठुलो कुराकानी हो होइन। दर्शन पनि आनन्दसँग गर्न पाइँदो रहेछ एकदम बिन्दास। तर अलिकति समय मिलाएर आउनु होला। यहाँ कुनै बार ठुलो भिड हुन्छ। कुन बार? शनिबार र आइतबार सोमबार चाहिँ नआउनु होला। त्यहाँपछि अरू बार जहिले आउँदा पनि खाली हुन्छ। त्यतिखेर स्कुलको छुट्टीको टाइममा आउनुभयो भने फुल प्याक। खाली भन्दा नि आज पनि 200 देखि 300 दर्शक त हुनुहुन्छ होइन। त्योभन्दा पनि अझ आउँदै हुनुहुन्छ। तर हाम्रो लाइनमा चाहिँ यतिजना हुनुहुन्थ्यो। तर आनन्द पाइयो। ओके भिडियो हेरिदिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सुझाव सल्लाह प्रतिक्रिया र आगामी दिनमा हामी नयाँ भिडियोहरू ल्याएर आउनेछौँ। तपाईँको साथ र सपोर्ट रहनेछ भन्ने आशा गर्दै अहिले पनि हामी छुट्टिन्छौँ। नमस्ते।